हेलो गाइज, हामी चाहिँ आज सपरिवार लुलु भिलेजको लुलु मार्केटमा घुम्न आछौँ है साथीहरू। लुलु मार्केटमा हल्का सानोतिनो सपिङ, धेरै ठुलो त होइन, सानोतिनो। र यो लुलु मार्केट चाहिँ फलफुल, हरियो तरकारीहरू टन्न छ है साथीहरू। ल साथीहरू, हामी चाहिँ सुन्तला किन्न लाग्छौँ, सुन्तला खाने भनेर। मेरो छोरीले चाहिँ स्ट्रबेरी खाने गरे। ल एउटा उठाइहाल छोरा। ल रामै साथीहरू, वर्ल्ड वाइड फलफुलहरू सबै चिज पाइन्छ यहाँ चाहिँ। निकै ठुलो स्टोर छ है साथीहरू। मेरो छोरी फेरि लजारे उत्पात क्या। साथीहरू, मेरो बुढी चाहिँ केक लिने गरे फेरि। अनि केक पनि फेरि सानो ठुलो लिँदाखेरि कसले खान्छ भन्ने। अनि त्यसपछि सानो चाहिँ देखाउँदाखेरि चाहिँ सानो भयो गरे दिनु गाइस। हो यस्तो सानो के हो, यस्तो सानो ल साथीहरू, हेर्नु त कति मिठो मिठो खानेकुराहरू। ल हामीले चाहिँ एउटा पिस्ताचियो केक लियौँ, सानोतिनो एनिभर्सरी मनाउनको लागि। आज एउटा चाहिँ यो केक पनि लियौँ है साथीहरू। कहानी सुनो। ल हामी चाहिँ अब निस्किन लागेको अवस्था है साथीहरू। अलिअलि सामानहरू किन्यो। अब चाहिँ फर्किन लागेको अवस्था है साथीहरू घरतिर। र साथीहरू, हामी चाहिँ लुलुमा सानोतिनो किनमेल गरेर अब घरतिर फर्किँदै गरेको है साथीहरू। देख्न सक्नुहुन्छ मेरो परिवार।